सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू मेरो घरमा प्रहरी आएको छ। मैले समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ, तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुर्जी पनि दिएको छैन, कागज पनि दिएको छैन। मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ, मैले सार्वजनिक पनि गरिसकेको छु। अब यसरी तैनाथ उताबाट आदेशभन्दा पहिले तैनाथ हुने यो सबै चिजले एउटा ठूलो आशंका सृजना गरेको छ। मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु, कानूनलाई मानेकै छु। म पहिला पनि आफै उपस्थित हुन गएको हुँ, अहिले पनि सार्वजनिक गरेकै छु। तर यो राज्य आतंक, यो धरपकड ममाथि के कारणले भइरहेको छ मैले बुझ्न सकेको छैन। भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनु होला। मलाई लागेको थियो म केही कुरा भन्छु भनेर, तर जुन तरिकाले अहिले यो सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती गर्ने कोसिस बिना कागजपत्र छ होला, ल्याउनु पनि हुन्छ होला, ल्याउन सकिने पनि थियो। त्यो लिएर आएर लैजान सकिन्थ्यो, भोलि ल्यान सकिन्थ्यो। घरै पनि अझै कागज बोकीवरी प्रक्रिया मेरो लागि कुनै प्रक्रिया पूरा गर्न मानेको छैन। आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ। म यसैमै गिरफ्तारी दिन्छु भनेर बसेकै छु। जे होस्, आम नागरिकले सब चिज हेरिरहेका छन् भन्ने मलाई विश्वास छ। न्यायको लडाई म एक थोपा रगत रहुन्जेल लडिरहन्छु। यहाँले साथ दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। मैले कुनै गल्ती गरेको पनि छैन, कुनै अपराध गरेको पनि छैन, तर संसारकै सबैभन्दा ठूलो अपराधीलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने मैले विश्वास लिएको छु। म कानुनी लडाईमा छु। अब तपाईले अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ, यस्तो शब्द बोल्नुहुन्छ, अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ। यसको शब्द होइन सर, नो सर। तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर, यो भन्नु त। जानलाई चाहिँ अन्तिम इच्छा भने त्यही होइन त। त्यस्तो बोलिँदैन नि सर। सर डेढ साहब हुनुहुन्छ, अन्तिम इच्छा भन्ने हुन्छ सर। एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ, त्यस्तो हुँदैन नि सर, त्यस्तो हुँदैन नि सर। सर अन्तिम इच्छा एउटा होइन, अदालतले दिएको आदेश, अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर। एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले। आजलाई चाहिँ तपाईँहरूले चाहिँ एकचोटि कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने होइन, अन्तिम इच्छाको अर्थ के हो देश साहब? हजुरको नाम के हो अरे? हजुरको नाम होइन, नाम त भन्न मिल्यो नि सर देश साहब। नाम मात्रै होइन, तपाईँको आइडी पनि हेर्ने अधिकार हुन्छ। जसकै नाम होइन, तपाईँको आइडी हेर्ने पनि अधिकार हुन्छ। अन्तिम इच्छा पढ्न सर, अन्तिम इच्छाको अर्थ के हो? अदालतको आदेश र सरकारी वकिलले पठाएको पक्राउ पुर्जी चाहियो, त्यो त चाहियो। अनि त्यो पनि चाहिएला, ठिक छ, उहाँले दिन्छ। अन्तिम इच्छा भने चाहिँ के हो सर? अहिले हजुरले अन्तिम इच्छा, सर हजुरले अहिले भर्खर तपाईँको अन्तिम इच्छा के हो भन्नुभयो नि सर, त्यो पनि बोल्ने तरिका हो सर। तपाईँ डेस साहब जस्तो मान्छे कुरा गरेर जान्छु भनेर भन्नु होइन, हजुरको अन्तिम इच्छाको शब्द त्यही हो। आजलाई चाहिँ नि ठिकै छ त, यहाँ हामीसँग जानलाई त्यही कुरा गर्नुभएको हो होइन र सर? यहाँ हाम्रो सभापतिज्यूलाई तपाईँहरूले पक्राउ गरेर आउँदै हुन्छ, अन्तिम इच्छा भनेको के हो त सर? त्यो सर नबटार्नु भन्ने कुरै होइन नि सर। जनताले देखेका छन्, बुझेका छन्, आशा छ। लडाई लामो हुन्छ भन्ने मलाई थाहा, लड्छु म, केही छैन। आज अदालतप्रति सम्मान छ मेरो। सोध्नु बाटो सोध्नु ब्याकग्राउन्ड छ है, ब्याक छ सामान रूपन्देही जिल्ला अदालत उच्च दाङले पक्रापुर्जी जारी गरे लगतै रवि लामिछानेज्यूलाई यसरी एरेस्ट गरेर लाँदैछन्। भाइ छोड अहिले बाँसबारी निर पुग्न लाग्यौँ हामी।
यसरी एकदम अपराधिक गतिविधि तरिकाले एकदमै आतंककारी शैलीमा यसरी पुलिसले यसरी स्कटिङ गरेर लगिरहेको छ, जबकि हामीलाई पनि हिँड्न नदिरहेको अवस्था छ। पुलिसले एकदमै ठाडो प्रेसर दिइरहेछ। देश बेचेर खाइसकेकाहरूलाई महलमा बस्न दिइरहेका छन् भने एउटा देश बनाउन आउँछु भनेर एक युवा आउँदाखेरि यसरी जुन तरिकाले अपहरण शैलीमा पक्राउ पूर्ति पनि 2-2 घण्टासम्म नलिकन पुलिसहरू अगाडि नै घरमा आएर घेरेर आफ्नो बेडरुमसम्म पुगेर जुन तरिकाले अभद्र व्यवहार गरेको छ, एउटा डिएसपीले अन्तिम इच्छा के छ सम्म भन्ने भ्याएको छन् भने सम्पूर्ण देशप्रेमी, राष्ट्र प्रेमी र रवि लामिछाने प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई के सुनाउन चाहन्छु भने अपराध गर्नेहरू, बलात्कारीहरू, देशद्रोहीहरू यस देशमा यसै गरी स्कटिङ गरेर हिँडिरहेका छन् भने एउटा देश बनाउँछु भन्ने एउटा युवालाई यो तरिकाले आज पक्राउ गरेर लगिँदैछ। काठमाडौँ अपराध अनुसन्धान महाशाखा डिएसपी साहबले अन्तिम इच्छा के छ सुनाऊ भनेर भन्नुभएको छ। यसको भोलि सत्य तथ्य छानबिन गराउनै पर्छ र गर्नुपर्छ। जुन तरिकाले यसरी अवरोध तरिकाले पुरै अवरोधमा हात देखाएर पुरै थकाइरहेको अवस्था छ। तपाईँले लाइभ देखिरहनु भएको छ। जुन तरिकाले पेस्तोल तेर्साइरहेको छ, पेस्तोल तेर्साइरहेको जस्तो देखिरहेको छ त्यहाँबाट। सेतो स्कर्पियोमा रवि लामिछानेलाई लिएर गएको छ भने पुलिसले एकदम आतंककारी शैलीमा घरबाट उठाएको छ। फेरि पनि भन्न चाहन्छु, एउटा अपराध महाशाखाको डे साहबले अन्तिम इच्छा के छ सोध्नु भनेर मैले गरेको भिडियोमा उहाँले बताउनु भएको छ। यसको सत्य तथ्य छानबिन हुनैपर्छ। साथीहरू, ललिता निवास नजिकै आइपुग्दैछौँ। टिचिङ हस्पिटल गर्दैछौँ हामी। अहिलेलाई काठमाडौँ जिल्ला परिसरमा लान्ने भन्ने बुझिएको छ। एउटा पूर्व उपप्रधान तथा गृहमन्त्रीलाई हातपात गरेको अवस्था छ। घरभित्र उहाँको बेडरुममा पुगेर हातपात गरेको अवस्था छ। पक्राउ गर्न आएका पुलिसहरू, एउटा नेपाल प्रहरीका एसएससी सहित आएका प्रहरीहरू 2 घण्टासम्म पक्राउ पूर्ति नलिकन एउटा घर एकदम आतंककारी शैलीमा घेरेर बेडसम्म पुगेर 2 घण्टासम्म पक्राउ पूर्ति नल्याएको अवस्थामा बल्ल पक्राउ पूर्ति प्रिन्ट गरेर आएपछि मात्र रवि लामिछानेज्यूलाई एरेस्ट गरेको छ। पुलिसहरूको अभद्र व्यवहार जुन तरिकाले बोलेको छ त्यो हामीलाई सह्य भएको छैन। सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, एकजना डे साहबले अन्तिम इच्छा के छ एकदम ध्यान दिएर सुन्नु होला। त्यो डिएसपी को अनुहार म राम्रोसँग देखाउने छु, मसँग भिडियो छ। अन्तिम इच्छा के छ पुरा गर्न देऊ भनेर भन्नुभएको छ। त्यो भएको कारणले यसको हामी राष्ट्रपति निवास अगाडि आइपुग्यो। यो भ्रष्ट सरकार उसिना हो। यो तस्करीहरूले यसमा उठेर बसिरहेका छन्। देश बनाउँछु भनेर आएका युवालाई यसरी लिएर जाँदैछन्। खबरदार, यिनीहरूले जुनसुकै बेला पनि उपनिर्वाचन गर्छन्। जसरी चितवनबाट पोखरामा काठमाडौँ जिल्ला परिषदसम्म लाने भन्ने कुरो भएको छ। तर यकिन आएको छैन। यिनीहरू कुनै पनि बेला उपरदेखि लान सक्नेछन्। बसिरहनु
आउने पनि पुलिस हो। हामी लैनचौर आइपुग्न लागेका छौँ। लैनचौर लाजिमपाटको बाटो हुँदै अगाडि बढ्दैछौँ। सबैभन्दा दुःखको कुरा यिनीहरूलाई जुन भ्रष्ट गरेर यो देशमा हाली मुहाली गरेर बसिरहेको छ, यिनीहरूको आदेश के छ सोध भनेर लगाएको हुनुपर्छ। त्यही भएर यो देशको मुखबाट फुत्किचडको अन्तिम इच्छा के छ भनेर सोध भनेको छ। साथीहरू सबैजना सजग रहौँ। कारण के हो? यो पक्कै पनि यस देशमा बसेका लुटेराहरूले, दलालीहरूले, यो देशबाट खाइसक्नेहरूले यो शब्द बोल्न लगाएका हुन्। देशको मुखबाट फुत्कियो। अन्तिम इच्छा के छ सोध भनेर भन्नुभएको छ। यो पक्कै पनि यो गर्नु भनेर पठाएका हुन्। यो टिएसपीको मुखबाट खुसीको छ। अन्तिम इच्छा के छ सोध भनेर हाम्रो पार्टी सभापति रवि लामिछानेजीलाई सोध्नलाई उसले आदेश दिएको छ। जबकि नेपालमा अन्तिम इच्छा भन्ने शब्द के हो त्यो भन्ने कुरा यो पुलिसहरूले जानिरहेको छ। पूर्व गृहमन्त्री भइसक्नुभएको व्यक्तिलाई टोइलेट जान दिँदैन, बेडरुममा गएर अन्तिम इच्छा सोधिन्छ। जसले टोइलेट जान दिँदैन उसले अन्तिम इच्छा सोध्ने व्यक्तिको हो। त्यो कुनै पनि बर्दिवार व्यक्तिले उपप्रधान तथा गृहमन्त्री भइसकेको व्यक्तिलाई, कुनै व्यक्तिलाई सोध्न पर्दाखेरि उपप्रधान तथा गृहमन्त्री भएको व्यक्तिलाई मेरो अन्तिम इच्छा के हो सोध्नुको लागि यसको जवाब कसले दिन्छ? भ्रष्टाचारी सरकार, होसियार होसियार भ्रष्टाचारी सरकार। हामी यति सहजपूर्ण वातावरणमा अगाडि बढिरहेको छौँ, तर एउटा डिएसपीले अन्तिम इच्छा सोध्ने अधिकार के छ? कुन चाहिँ कानुनले उसलाई? त्यो भिडियो सहित म सामाजिक सञ्जालमा प्रक्षेपण गरौँला। त्यो भिडियो सहित सामाजिक सञ्जालमा हालौँला। एउटा डिएसपीले भनेको शब्द साथीहरू हामीले लिखित जवाफ माग्दिएको छ। खबरको वार्निङमा छ। रवि लामिछानेलाई दुःख दिन सक्छन् यिनीहरूले। जुन हरकत देखाएको छन् पुलिसले, जुन हरकत देखाएको छ यो पुलिसहरूले भित्र राखेपछि दुःख दिन सक्छन्। हामी मेडिकल चेक गर्न लगाएर मात्र भित्र राख्छौँ भने फेरि मेडिकल चेक गराएर मात्र हामी लिन्छौँ। मेडिकल चेक नगरिकन यिनीहरूलाई भित्र राख्न दिन्छौँ। यिनीहरूले जे पनि गर्न सक्छन् साथीहरू, यिनीहरूले जे पनि गर्न सक्छन्। यो भ्रष्ट दलाली सरकारहरूले जे पनि गर्न सक्छ। अर्बौंको सम्पत्ति लुटेर नपुगेर त्यो कुर्सीमा अरू बस्ला भनेर साथीहरू यो तरिकाले एउटा देश बनाउँछु भनेर सम्पूर्ण कुरा त्यागेर यस देश बनाउँछु भनेर आएका एउटा व्यक्तिमाथि जुन तरिकाले धरपकड गरेको छ यो सही हुने छैन। जिल्ला परिषद काठमाडौँपट्टि लाँदै हुनुहुन्छ। जिल्ला परिषद काठमाडौँपट्टि गाडी तेर्सिएको छ अहिले। गेटमा हामी छौँ र यतापट्टिबाट काठमाडौँ जिल्ला परिषद काठमाडौँ जिल्ला परिषद काठमाडौँमा काठमाडौँ लाँदैछ। र गाडी आएर काठमाडौँ जिल्ला परिसरमा रोकिएको छ। मुर्दाबाद मुर्दाबाद। यहाँ
र हामीलाई यति बेला किन भाग्नु पर्यो? नभाग्नु, किन नभाग्नु? देख्नुभयो, देखिरहनु भएको छ होइन? हामी आफ्नो पार्टी सभापतिको पछि लागेर हिँड्छौँ। हामी पार्टीको सभापति सर ओके। तपाईँहरूलाई भन्नु भने हामीलाई हुन्छ। पुलिसको दादागिरी देख्दै हुनुहुन्छ यहाँ, पुलिसको दादागिरी देख्दै हुन्छ। के को दादागिरी? जुन बाटोबाट पुलिसको गाडी आउँछ त्यो बाटो हामी उधार भन्ने हुन्छ। पुलिसको दादागिरी देख्दै हुन्छ, पुलिसको दादागिरी। तपाईँलाई के कुरामा अवरोध गर्यो हामीले? हेलो, तपाईँलाई के कुरामा अवरोध गरेछ? तपाईँलाई केमा अवरोध गरे? ओ भाइ, यो गाडीलाई चाहिँ वानवे लाग्दैन, यो गाडीलाई चाहिँ वानवे लाग्दैन, यो गाडी चाहिँ वानवे लाग्दैन, यो गाडी चाहिँ वानवे लाग्दैन। यो गाडी के हो? यो के गाडी हो? यो गाडी ओ देशर, यो गाडी चाहिँ वानवे लाग्दैन। देशर, यो गाडी चाहिँ वानवे लाग्दैन। ओ देशर होइन, अवरोध गरेर देशर, यो गाडीलाई वानवे लाग्दैन। बेस्ट साहब, त्यो गाडी किन छोडे? त्यो गाडीलाई वानवे लाग्दैन। देशर छोड्यो। 45 नम्बर गाडी किन छोडे? त्यो गाडीलाई वानवे लाग्दैन। हामीलाई जानकारी दिऊ। त्यो गाडी के हो? त्यो गाडी पुलिस जाँदा त देखिरहनु भएको छ, पुलिस जाँदा त देखिरहनु भएको छ यहाँ। तपाईँहरूले त्यो गाडी किन छोड्नु भयो? ए देशर, हामीले प्रदर्शन गरेको होइन है। देखिरहनु होला साथीहरू, त्यहाँ हात भइरहेछ पुलिसले। ब्याक नगर्नु न, ब्याक नगर्नु, ब्याक नगर्नु हो त, ब्याक चाहिँ नगर्नु न एकछिन। देखिरहनु भएको छ साथीहरू, देखिरहनु भएको छ। न ब्याक नगर्नु न, ब्याक नगर्नु न। कहाँ फुटाउँछ गाडी यार? किन फुटाउँछ गाडी? एकछिन हेडलाइट बाल ल्याउनु न, पुरै पुलिसले हान्डाछ क्या, पुलिसले पुरै हान्डाको अवस्था छ। केही छैन क्या, रोक्नु एकछिन, केही पनि गर्दैन क्या। दर्शक म देखिरहनु भएको छ, देख्न एउटा कृष्णबहादुर थापाले समातेर लगेको छ साथीहरू। जबरजस्ती कुटपिट गरेर लाते कृष्णबहादुर थापालाई समातेर लगेको छ। प्रदीपलाई लगायो भने त प्रदीपलाई लगायो भने त प्रदीपलाई लगाएछ नि, प्रदीपलाई लगाएछ भने त यहाँ गाडी रोकेर कृष्णलाई प्रदीप खोइ प्रदीप खोइ सोध्नु, प्रदीप कहाँ छ हेर्नु त? प्रदीपलाई लिएर गएको छ, कृष्णबहादुर थापालाई लिएर गएको छ। जबरजस्ती लाते हानेर लिएर गएको छ कृष्णबहादुर थापालाई चाहिँ। यो पुलिसको ज्यादती सबैले देखिरहेछ, पुलिसले जबरजस्ती यसरी यता पनि नघुमायो भने तपाईँले। यो सबै साथीहरूलाई त आह्वान गर्नु न। तपाईँ गाडी उतार घुमाउनु न, उतार यहीँबाट घुमाउनु न, घुमाउनु त यहाँबाट घुमाउनु न, भने घुमाउनु न। भद्रकालीबाट घुमेर हामी काठमाडौँ जिल्ला परिषदमा जाँदैछौँ। त्यहाँ पुलिसले एकदमै तछाड मछाड गरेको अवस्था छ।